नमस्ते। तपाईँको शुभ नाम के पर्यो? ज्ञानु लिम्बू। ए लिम्बू पर्नुभयो। अनि त्यसपछि तपाईँको घर चाहिँ कहाँ? मेरो पृथ्वीनगर छ। पृथ्वीनगर छ। तपाईँ यसै गाविसको हुनुहुन्छ। अनि तपाईँ साना किसान कृषि सहकारी संस्था यो पृथ्वीनगरको सदस्य तपाईँको परिवारको हुनु भएन? त्यसमा चाहिँ सदस्य घर त तपाईँको पृथ्वीनगरै रहेछ होइन? तर पनि तपाईँहरू किन यसमा समेटिनु भएन? सदस्य किन बन्नु भएन? सदस्य बनेको छु। बन्नु भएको छ? तपाईँ सदस्य हो? सदस्य भन्दा मेरो परिवारमा हुन्छ। अब घरमा एउटा एकजना भएपछि हुन्छ हुन्छ केही छैन। परिवारमा एकजना हुनुहुन्छ नि, ठिक छ। अनि तपाईँ यहाँ यो कारखानामा, यो चिया कारखानामा कहिलेदेखि काम गर्नुहुन्छ? यसमा त यो पहिला सुरु यो बनाउन जुन यो स्टार्ट गर्यो नि, जगहरू यस्तो कन्डिसन बनाउनदेखि नै हामी चाहिँ पहिला लेबरमा काम गरेको थियौँ होइन। अब जुन यो भवनहरू सबै निर्माण भइसकेपछि अब यहाँ छुट्टी भएर अब यो हाम्रो फ्याक्ट्री स्टार्ट भएदेखि नै गरेको। ए सुरुदेखि नै हुनुहुन्छ। यहाँ के काम गर्नुहुन्छ तपाईँ यसमा? अब पहिला त त्यस्तै लेबरहरू गरेको थियो होइन। अहिले त अब यहाँ यसो झाडी साडी यता त्यता प्याकिङ सबै सबै यता त्यता गर्नुपर्छ। ए तपाईँलाई प्याकिङ गर्न आउँछ? प्याकिङ गर्नुभन्दा यस्तो अब थाप्नु यता त्यता। बोरा छाप्नुहुन्छ? थाप्नु के यसरी सामान पत्ती जुन आउँछ नि त्यसमा बोराहरू यसरी पक्रिनु मिलाउनु चियापत्तीहरूको अब यस्तो नामहरू यस्तो झाडुहरू। ए भने यहाँको सरसफाइ गर्ने काम, यहाँको यो बोरामा यो चिया धुलो चियाहरू थाप्ने काम तपाईँ गर्नुहुन्छ? ए अनि यहाँ सधैँ काम पाइरहनु भएको छ? खै अब निरन्तर भइरहेको छ अहिलेसम्म त। अब पछिसम्म हुन्छ होला भन्ने आशा छ। अनि यहाँ यो कारखानाले तपाईँलाई यो काम गरे बापत कति दिन्छ? कसरी दिनुहुन्छ? अब यहाँनिर त होइन यसमा मजदुरी कसरी दिनुहुन्छ? मजदुरीसँग अब सरकारले जति निर्णय गर्नुभएको छ त्यति नै दिनुहुन्छ। कति दिनुहुन्छ त्यही पनि भन्नुहोस्? अहिले डङ्गामा त माथिबाट 201 रुपियाँ छ कि। 201 रुपियाँ अरे दिनभरि काम गरे 201 रुपियाँ? 8 घन्टा अब 8 घन्टा काम गरे नि 201 रुपियाँ पाउने? ए ए अनि नियमित काम पाइरहनु भएको छ? योभन्दा अगाडि तपाईँले यस्तो चियाको पत्ता टिप्ने काममा अथवा यस्तो केही काम गर्नुभएको थियो? गरेको पत्ता टिप्ने काम गरेको। त्यही त अन्य पनि काम पाउनुहुन्थ्यो होला। यही कारखानामा चियाकै कारखानामा कसरी केले आइपुग्नु भयो यसमा? अब केले आइपुग्यो भन्नु अब केले ल्याइपुग्यो? अब आर्थिक स्थिति अलिक उयो छ नि त, कमजोर छ। त्यही कारणले अब काम त गरिँदै खानु पर्यो होइन। अनि फेरि अर्कोमा चाहिँ पहिलेदेखि अब हामीले यहाँ काम गरेको हुँदाखेरि हामीले यहाँ सरहरूसँग पनि भन्थ्यौँ हामीलाई यसरी पछि कारखाना भयो भने चाहिँ हुनुपर्छ है भन्ने कुरा गरेको सरहरूले पनि हुन्छ। यहाँ काम गरेपछि तपाईँलाई अलिक आर्थिक पनि राम्रो आम्दानी पनि भएको छ नि यो कारखानाले अब कारखानाले गर्दाखेरि अब सरहरूले पेमेन्ट दिनुहुन्छ। अब लगेपछि घरमा त अलिकति। अनि तपाईँको छोराछोरी के गर्नुहुन्छ? स्कुल पढ्दैछ सानसानो। कतिमा पढ्नुहुन्छ? एउटा 5मा पढ्छ, एउटा त भर्खर नर्सरी। कहाँ बोर्डिङमा पढाउनुहुन्छ कि साधारण स्कुल? होइन साधारण स्कुलमा के को साधारण स्कुलमा पढाउनुहुन्छ। अनि तपाईँको श्रीमान? श्रीमान त यतिकै घरमै हुनुहुन्छ। घरमै बस्नुहुन्छ, केही काम गर्नुहुन्न? काम त यसो कहिलेकाहीँ मिस्त्रीहरू भयो पाइएसहरू गइहाल्नुहुन्छ, न त छैन। अनि यहाँ यस्तो काम गर्न उहाँ ल्यायो भने पाइँदैन काम? कारखानामा काम पाइँदैन? पाइन्छ होला, जाउँ भनेको मान्नुहुन्न त के गर्नु। ए काम गर्न चाहनु। धन्यवाद।